नेपालीहरूको हर्षको पर्व तिहारमा दीर्घायुको कामना गर्दै कान्छी बहिनीको जेठा छोरा राजेशको काखमै सानो राजेश छन्, यता बुहारी छन् हैन, हेटौडामा आइपुगेको छ। पहिलो टिका नेन्सीबाट साङ्केनलाई लगाइसक्यो। साङ्केन ब्रो ल अब दिदीलाई त ढोग्नु पर्यो। ल खोइ त साङ्गेनले राम्ररी ल ए आमालाई कार्यभाग अब दिदीलाई फुल चाहिँ लगाइदिनु नि फेरि साङ्गेन ल अब साङ्गेन सौगाततिर ल ल तिहारको सौगात मिठो छ।